Hi guys and welcome back to my YouTube channel. I know हजुरलाई लागिरा होला यो पछाडीको के हो भनेर. सो यो सबै बक्सहरु चाहिँ मैले PR पाएको हो and यसमा चाहिँ सबै स्किन केयरको प्रोडक्टहरु मात्रै छ. I know आजकल मैले युट्युबमा भिडियोहरु पोस्ट गर्नै पाएको छैन. जस म चाहिँ कति ट्राई गरिरहेको हुन्छु. अब चाहिँ म भिडियोहरु एकदमै कन्टिन्यू पोस्ट गर्छु भनेर तर हुन्छ नि खोइ केले मिलिरहेकै छैन हैन. सो मलाई चाहिँ ठ्याक्क एकजना साथीले आइडिया पनि दियो कि why don't you do this भनेर हैन. अनि मलाई पनि सही लाग्यो. सो आजकल सबैजना हुन्छ नि इन्क्लुडिङ मी मलाई पनि यदि हेर्दै कसैले अनबक्सिङ गरेको भिडियो राख्यो भने चाहिँ म हुन्छ नि त्यो पुरै हेर्छु कि त्यही भएर चाहिँ why not भनेर आज हजुरको अगाडि चाहिँ मैले PR अनबक्सिङ भिडियो लिएर आएको छु. आई होप हजुरलाई मन पर्ने छ. लेट्स बिगिन. मैले चाहिँ यो सबै बक्सहरु ओपन गर्नको लागि यस्तो खालको सिजर लिएको छु है. सो लेट्स स्टार्ट फ्रम टप है त. सो फर्स्टमा चाहिँ यो ओपन गरौँ. ओके यो फर्स्ट कार्टुनमा चाहिँ हजुर देख्न सक्नुहुन्छ दुईटा प्रोडक्ट छ एन्ड दिस इज फ्रम एरेन्सिया. यो चाहिँ हजुरलाई प्रोडक्टहरु मात्रै देखाउँछु त्यो भित्र चाहिँ ओपन गरेर देखाउँदिन किनभने एकदमै धेरै सामानहरु छ अनि भिडियो चाहिँ एकदमै लङ हुन्छ नि त. त्यही भएर यो चाहिँ रहेको छ फ्रेश ग्रीन राइस मोची क्लिन्जर है एन्ड अर्को चाहिँ यो रेड कोलाजिन जेली मास्क रहेको छ एन्ड यो चाहिँ मैले अलरेडी ट्राई पनि गरिसके. बाइ द वे हजुरलाई भन्न चाहन्छु मैले चाहिँ यहाँ भएको सबै बक्सहरु ओपन गरेर कति सामानहरु मैले युज पनि गरिसके हैन. यो चाहिँ अब 1 मन्थमा चाहिँ पिआरहरु पाउँदै रहेछु त भनेर चाहिँ मैले हजुरलाई देखाउन मात्रै खोजेको. सो मलाई थाहा छ यो के प्रोडक्टहरु छ भनेर एन्ड लेट्स ओपन दिस. मैले चाहिँ सबै बक्सहरु ओपन गरिसके एन्ड हजुरको अगाडि चाहिँ यसो ओपन गरेको जस्तो गरेर नाटक मात्रै गरिरहेको छु है. सो यसमा चाहिँ रहेको छ सबै मेकअपको प्रोडक्ट है हजुरले देख्न सक्नुहुन्छ. यो चाहिँ रहेको छ अनलिसियाबाट हैन. यसमा चाहिँ एप्पल बीट अनि क्यारोटको थिन थरी एबीसी वाला मिक्स छ है. आई रियली लभ दिस वान पनि. एन्ड यो चाहिँ रहेको छ कुसन फाउन्डेसन है. यो मैले ट्राई गरेको छैन अहिलेसम्म. अनि यहाँ चाहिँ मिनी आई स्याडो प्यालेट पनि छ. यो मेरो यति फेभरेट. एन्ड अरु भनेको चाहिँ सबै लिप प्रोडक्टहरु छ. यसमा चाहिँ लिप टिन्ट पनि छ, लिप बाम पनि छ, ग्लसहरु त्यस्तै सबै सामानहरु छ हैन. सो लेट्स मुभ टु अनदर वान. यो चाहिँ okay so this is none other than Case Secret and this is my second time त्यहाँबाट प्रोडक्टहरु पाएको हैन. यसमा चाहिँ Case Secret को यो चाहिँ रहेको छ आई क्रीम and this one is ग्लो सिरम है. यो चाहिँ फर्म इन्डियन राइसबाट बनेको क्रीम रहेको छ. आई रियली वान्टेड टु ट्राई. मैले चाहिँ यो प्रोडक्टहरु कुनै पनि ट्राई गरेको छैन हैन. एन्ड यो चाहिँ रहेको छ कोलाजेन बुस्टिङ बल 100% हैन. यो पनि मलाई एकदमै ट्राई गर्न मन लागिरहेको छ. त्यसै गरी अर्को चाहिँ रहेको छ यो चाहिँ रहेको छ हजुरले देख्न सक्नुहुन्छ. यो चाहिँ क्याप्सुल क्रीम नाइसिनमाइड 5% भनेर हैन. यो चाहिँ जोस मैले खोलेर पनि हेरेँ एन्ड दिस लुक्स लाइक्स मेडिक्युबको जस्तै हजुरले देख्न सक्नुहुन्छ. यो यस्तो खालको के मैले अहिलेसम्म ट्राई चाहिँ गरेको छैन यो है. ओके सो दिस इज फ्रम अनुवा. अनि यो चाहिँ मैले हेयर स्टाइलबाट पाएको किनभने हजुरहरूलाई सायद कतिलाई थाहा छैन होला हेयर स्टाइलको बारेमा अनि हेयर स्टाइल भनेको के हो भनेर. सो हेयर स्टाइल चाहिँ यस्तो एउटा प्लेटफर्म हो जहाँ चाहिँ हजुरहरूलाई हुन्छ नि जस नयाँ प्रोडक्टहरु ब्रान्डहरूले नै आफैले इन्भिटेसन दिनुहुन्छ, इन्भिटेसन पठाउनुहुन्छ अनि त्यसपछि यसै प्रोडक्ट पठाउनुहुन्छ कि. सो यो चाहिँ अनुवाबाट मैले पाएको चाहिँ थर्ड टाइम हो हैन. तर यो चाहिँ हेयर स्टाइलको थ्रु पाएको हो नि त. सो हेयर स्टाइलको थ्रु चाहिँ दिस इज माई फर्स्ट टाइम. यसरी थ्याङ्क यू कार्ड आउँछ हैन. यसरी थ्याङ्क यू भनेर आएको छ. यहाँनिर देखाएको छ कुन प्रोडक्टहरु छ भनेर हैन. फर्स्टमा चाहिँ यो चाहिँ एभ्री टाइम मैले अनुवाबाट प्रोडक्ट पाउँदाखेरि एभ्री टाइम रिसिभ गर्ने प्रोडक्ट भनेको चाहिँ यो हो है. एउटा चाहिँ क्लिन्जिङ ओइल हो अनि एउटा चाहिँ क्लिन्जिङ फर्म. अनुवाको एकदमै टप बेस्ट सेलिङ प्रोडक्ट हो यो चाहिँ हैन. एन्ड यो पनि अनुवाको टीएक्सए नाइसिनिमाइड 10% वाला सेरम पनि टप एन्ड बेस्ट सेलिङ प्रोडक्ट हो हैन. यो पनि पठाएको छ, सेरम पनि पठाएको छ. यो चाहिँ मैले लास्ट टाइम पनि पाएको थिएँ तर मैले अहिलेसम्म ट्राई गरेकै छैन के. एन्ड दिस इज अनुवाको राइस मिल्की टोनर. यो मैले चाहिँ ट्राई गरिसकेँ एन्ड मेरो सकिन पनि लागिसक्यो एन्ड आई गट सेकेन्ड वान. एन्ड यो मिल्की टोनर मलाई यति मन परेको अति नै दामी के अति नै. एक स्पेसली ड्राई स्किनहरुको लागि चाहिँ एकदमै राम्रो छ यो चाहिँ है. सो यो चोटि चाहिँ अनुवाले मलाई 5 वटा प्रोडक्ट पठाएको रहेछ. यो चाहिँ मलाई थाहा छ कहाँबाट आएको भनेको. यो चाहिँ स्टाइल बानाबाट आएको छ. सो स्टाइल बानामा पनि यो मध्येको चाहिँ म इन्फ्लुएन्सर भएको छु एन्ड दिस इज माई फर्स्ट प्याकेज. यो चाहिँ स्टाइल बानाबाट
जोस् हजुरले आफूलाई इन्ट्रेस्ट लागेको आफूलाई अलिकति गर्न मन छ भने चाहिँ हजुरले आफ्नो स्किन केयरको भिडियोहरू टिकटकहरूमा यसो राख्दै गर्नुभयो भने चाहिँ हजुरलाई कुनै न कुनै ब्रान्डले चाहिँ यसो कन्ट्याक्ट गरेर प्रडक्टहरू चाहिँ पठाउँदो रहेछ होइन। मैले चाहिँ सोचेको थिएन यति धेरै पाउला भनेर होइन। मैले चाहिँ जस्ट ऱ्यान्डम हुन्छ नि आफूले स्किन केयर गरेको मान्छेहरू सबैजनाले नाइट स्किन केयर रुटिन मर्निङ स्किन केयर रुटिन भनेर राख्नुहुन्थ्यो अनि वाइ नट म नि गर्छु नि त। म टिकटक पनि युज गरिरहेको छु अनि म मेकअपको भिडियोहरू पनि हाल्छु। जस म्याक्सिमम इन्फ्लुएन्सरहरूले चाहिँ के गर्नुहुन्छ मेकअप र स्किन केयरको पनि भिडियो साथसाथै बनाउनुहुन्छ। मेकअपको भिडियोहरू त म बनाइ नै हाल्थ्यो सो वाइ नट स्किन केयर पनि बनाउँछु भने। एन्ड यु नो वाट गाइज मैले चाहिँ फर्स्ट टाइम अनुवाको प्रडक्ट नै युज गरेको थियो स्किन केयरको जर्नी स्टार्ट गर्दाखेरि चाहिँ। एन्ड मेरो फर्स्ट पिआर प्याकेज पनि अनुवाबाट नै थियो विच इज आई डोन्ट नो यो के भन्छ यसलाई होइन। सो ढिला नगरिकन लेट्स ओपन दिस वान। एकदमै बकबक भयो यस्तो मजाले प्याक गरेर पठाएको छु है। सो स्टाइल बानाबाट चाहिँ मलाई यतिवटा 4वटा प्रडक्ट आएको छ। यो चाहिँ अघि भर्खरै पनि मैले यही ब्रान्डको मैले ओपन गरेको थिएँ। दिस इज फ्रम के सिक्रेट अनि यो चाहिँ एउटा चाहिँ क्लिन्जिङ ओइल हो अनि एउटा चाहिँ क्लिन्जिङ फर्म हो यो दुईटा चाहिँ। एन्ड दिस टु ब्रान्डको नाम चाहिँ मलाई प्रनाउन्स गर्न आएन तर यो प्रडक्ट हेर्दाखेरि चाहिँ एउटा अटो ब्यारियर फर्मिङ क्लिन्जर रहेको छ अनि अर्को चाहिँ एउटा क्रिम रहेको छ। सो एन्ड अर्को कुरा चाहिँ के पनि भन्न चाहन्छु भने होइन यदि तपाईँहरूलाई चाहिँ स्किन केयर गर्न एकदमै इन्ट्रेस्ट छ र तपाईँहरूलाई चाहिँ अब एकदमै महँगो स्किन केयरहरू किन्न पनि मन लाग्दैन भने चाहिँ जस्ट 1-2वटा स्किन केयरको प्रडक्टहरू किन्नुहोस् अनि त्यसपछि त्यसैको भिडियोहरू बनाउनु होइन। रिपिटेडली बनाउँदा पनि हुन्छ 4चोटि 3-4चोटि भिडियोहरू 3-4वटा भिडियोहरू बनाउनु भयो भने कुनै न कुनै ब्रान्डले हजुरलाई हुन्छ नि यसो नोटिस गरिरहेकै हुन्छ अनि दे विल रिच आउट के। सो यसो गर्दाखेरि चाहिँ हजुरले आफ्नो स्किन केयरको प्रडक्ट किन्न पनि परेन नि त। सुरुमा 1-2वटा प्रडक्टहरू आउँदाखेरि वाउ मेरो स्किन केयर किन्ने पैसा चाहिँ मेरो जोगियो भन्ने जस्तो लाग्थ्यो तर अहिले यति धेरै आउँछ कि नट ओन्ली मेरो सराउन्डेडमा जति पनि मेरो आफ्नो मान्छेहरू हुन्छ उहाँहरूको लागि पनि मैले चाहिँ यो प्रडक्टहरू बाँडिरहेको हुन्छु है। सो लेट्स मुभ टु अनदर वान। धेरै नै बकबक भयो है। दिस इज फ्रम एबिब एन्ड यु नो वाट गाइज एबिबबाट चाहिँ मैले फर्स्ट टाइम पाएको हो यो प्रडक्टहरू। एबिबको कोलाजिन जेल मास्क रहेको छ। दिस इज एबिबको पिडिआरएन कोलाजिन ओभरनाइट मास्क यो पनि मैले ट्राई गरिसकेँ। दिस वान इज एबिबको पिडिआरएन कोलाजिन लिप मास्क रहेको छ। ओके गाइज सो दिस इज फ्रम ओओटिडी ब्युटी एन्ड यु नो वाट यो ओओटिडी ब्युटीबाट दिस इज माई 3rd टाइम होइन। उनीहरूको प्रडक्ट पनि मलाई मनपर्छ एन्ड दे किप हुन्छ नि उनीहरूलाई चाहिँ मेरो जोस् उनीहरूको प्रडक्टहरू युज गरेर बनाएको भिडियो पनि उनीहरूलाई एकदमै मन परिरहेको हुन्छ त्यही भएर दिस इज माई 3rd टाइम। सो लेट्स स्टार्ट के छ भनेर। फर्स्टमा चाहिँ रहेको छ यो चाहिँ रहेको छ लिफ्टिङ क्रिम होइन एन्ड प्लिज इग्नोर यो मेरो ब्याकग्राउन्डको कुकुर भुकेको आवाजहरू चाहिँ है छ। दिस इज डार्क स्पट भिटामिन सी टोनर प्याड होइन। आजकल चाहिँ मलाई आई डोन्ट नो टोनर प्याडहरू एकदमै मन पर्न लागेको छ एन्ड दिस इज ह्युज लिटरली ह्युज। यो चाहिँ रहेको छ लुक एट दिस ओ माई गड। यसमा चाहिँ रहेको छ भेराइटी हाइड्रेटिङ सेरम सिट मास्क रहेको छ एन्ड चाहिँ हजुरले देख्न सक्नुहुन्छ यहाँनिर 12 लेखेको छ। 12वटा सिट मास्क छ यसमा। ओ माई गड फुल अफ सिट मास्क। लुक एट दिस। मैले चाहिँ इट्स बिन 2 इयर्स जति भयो स्किन केयर अलिकति सिरियस वेमा गर्न लागेको। सो मेरो एक्सपिरियन्स अनुसार चाहिँ मलाई सिट मास्कहरू एकदमै मनपर्छ एकदमै है। एन्ड इट्स फ्रिकिङ टाइम फर मेडिक्युब। जोस् यो मेरो जर्नीमा चाहिँ फर्स्ट टाइम 4 लाख 5 लाख भ्यू चाहिँ यही ब्रान्डको प्रडक्ट युज गरेर आएको थिएँ। त्यही भएर यो मेडिक्युब चाहिँ मेरो लागि एकदमै स्पेसल छ एन्ड अनुवा पनि मेरो लागि एकदमै स्पेसल छ है। अनि सबैजनाले मेडिक्युबको पिआरहरू ओपन गरेको भिडियोहरू हाल्नुहुन्थ्यो होइन। अनि मलाई चाहिँ किन यो ब्रान्डले नोटिसै गरेको छैन वाइ किन चाहिँ मैले अहिलेसम्म यो ब्रान्डबाट कुनै पनि इमेल रिसिभ गरेको छैन भनेर जस्तो लाग्थ्यो। बट अलिकति ढिलो भयो तर पनि केही छैन। आई गट दिस वान। बट लुक एट दिस बक्स इट्स ह्युज अनि यो भित्र प्रडक्ट पनि यति धेरै छ। आई सो यु गाइज। लुक लेट्स स्टार्ट है त यो बक्सभित्र के छ भनेर। फर्स्टमा चाहिँ रहेको छ मेडिक्युबको यो जेरो पोर प्याड। सेकेन्ड वान इज यो मेडिक्युबको पिलिङ प्याड एन्ड लुक एट दिस 3 कोलाजिन मास्क। यो चाहिँ टर्मरिकवाला एन्ड दिस वान इज नाइट ट्र्यापिङ मास्क। यो प्रडक्ट युज गरेर हो मेरो चाहिँ फर्स्ट टाइम टिकटकमा एकदमै धेरै भ्युज आएको चाहिँ। एन्ड दिस वान इज पिडिआरएन पिङ्क क्याफिन नाइट ऱ्यापिङ मास्क। सो यो 3टै चाहिँ नाइट ऱ्यापिङ मास्क रहेको छ। मेडिक्युबको यो प्रडक्ट पनि हजुरहरू सबैलाई थाहा छ होला। जो चाहिँ स्किन केयर गर्ली हुनुहुन्छ उहाँहरूलाई चाहिँ थाहा छ अरूलाई त सायद थाहा छैन होला। सो यो चाहिँ पिडिआरएन पिङ्क पेप्टिडेट सेरम रहेको छ
यो चाहिँ रहेको छ, आई डोन्ट नो यो फोकस भएको छ कि छैन कि थाहा भएन होइन। यो चाहिँ रहेको छ 0 पोर ब्ल्याक हेड मास्क रहेको छ यो चाहिँ। एन्ड दिस इज मेडिक्युबको रेड बडी पिलिङ सर्ट क्लिन्जर रहेको छ है। एन्ड दिस इज यो चाहिँ मेडिक्युबको क्लिन्जिङ ओइल र क्लिन्जिङ फर्म। यो म चाहिँ नर्मली एभ्रिडे नै मेकअप क्यारी गरिरहेको हुन्छु नि त, त्यही भएर आई रियली लभ दिस वान। एन्ड आई डोन्ट थिङ्क गाइज यो मेडिक्युबको चाहिँ जति पनि प्रडक्टहरू छ त्यो म कसैलाई दिन्छु भनेर, किनभने आई रियली लभ दिस ब्रान्ड। अनि मलाई चाहिँ कसैले दिनै मन छैन कि यो सबै प्रडक्टहरू चाहिँ आफै युज गर्न मन छ। सो इट्स टाइम फर लास्ट वान एन्ड दिस इज फ्रम यस स्टाइल। एन्ड दिस बक्स इज भेरी स्पेसल फर मी, किनभने यो चाहिँ यस स्टाइलले मलाई बर्थडे गिफ्ट पठाएको हो। एन्ड दिस इज फिलिङ सो क्युट के छ। एन्ड हजुरलाई देखाउँछु म यो चाहिँ मेरो लागि किन स्पेसल छ भनेर है। दिस फ्रिकिङ बक्स चाहिँ यति क्युट छ क्या। एन्ड यु नो वाट, मैले यो फर्स्ट टाइम यो बक्स पाउँदाखेरि अनि मैले ओपन गर्दाखेरि आई वाज लिटरली सो इमोसनल कि मलाई आई एम सो थ्याङ्कफुल अनि सो प्राउड अफ माइ सेल्फ होइन। एकदमै हुन्छ नि त्यो नर्मल पर्सन जो यो चाहिँ मेरो ड्रिम भन्दा बाहिरकै कुरा हो कि। मैले चाहिँ कहिले पनि सोचेको थिएन कुनै पनि मेरो ब्रान्डले या कुनै पनि मेरो उसले चाहिँ यसरी मेरो बर्थडे स्पेसल गराइदिन्छ, मलाई बर्थडेमा गिफ्ट पठाइदिन्छ भनेर चाहिँ मैले हुन्छ नि मेरो दिमागमा छँदै थिएन कि। एन्ड आई गट दिस वान फ्रम यस स्टाइल। अनि कस्तो इमोसनल भएको कि म आई डोन्ट नो चाहिँ यो बर्थडे गिफ्ट पाउँदाखेरि चाहिँ कस्तो रियलाइज भयो भने मेरो सबै हार्डवर्कहरू चाहिँ बिस्तारै बिस्तारै मैले फलहरू पाउँदैछु क्या अब चाहिँ। सो ढिला नगरिकन लेट्स जस्ट ओपन दिस वान। कताबाट हो। सो यहाँनिरबाट यसरी ओपन गर्नु हो यो चाहिँ होइन। एन्ड हियर इज द प्रडक्ट रहेको छ स्टिकर होइन। सो मलाई चाहिँ यो बक्सको भित्रको प्रडक्टले भन्दा नि यसले चाहिँ इमोसनल पारेको थियो कि यो कार्डले होइन। अझै के लेखेको छ, डियर सलिना वी आर सो ग्रेटफुल टु हेभ यु एज अ पार्ट अफ यस स्टाइल फ्यामिली होइन, टु सेलिब्रेट योर स्पेसल डे। अनि उनीहरूले चाहिँ अनि मेरो डेलाई एकदमै स्पेसल बनाउनुको लागि चाहिँ उनीहरूले यो प्रडक्ट पठाएको। आई होप यु गन लाइक इट के भनेर यहाँनिर लेखेको छ कि। एन्ड दिस कार्ड मेक्स मी सो इमोसनल कि यही पढेर हो क्या म इमोसनल भएको चाहिँ। यो बक्समा चाहिँ यसरी प्रडक्टहरू पठाएको थियो, एकदमै राम्रो उस गरेर पठाएको थियो होइन। तर अब गाना गर्नु भएछ, मैले ओपन गर्दा चाहिँ एकदमै राम्रो थियो। अनि यो बक्स पनि यही भित्र नै थियो है। सो फर्स्टमा चाहिँ यही बक्स ओपन गरौँ। सो दिस इज फ्रम पात्रा। अनि यसमा चाहिँ वाटर बम इन्स्ट्यान्ट हाइड्रेसन मास्क रहेको छ। यसमा पनि मास्कै छ एन्ड यसमा पनि 7 पिस मास्क रहेको छ, हजुरले देख्न सक्नुहुन्छ। एन्ड यो बक्सको क्वालिटी पनि हजुरले देख्न सक्नुहुन्छ। इट्स लुक्स सो प्रिटी। दिस इज फ्रिकिङ सो क्युट के। लाइक मैले सिट मास्क कहिले अहिलेसम्म यति धेरै सिट मास्कहरू पिआर पाइसकेँ, तर मैले यस्तो बक्समा कहिले पनि पाएको छैन। दिस इज माई फर्स्ट टाइम। एन्ड हजुरले देख्न सक्नुहुन्छ यो भित्र 7वटा सिट मास्क रहेको छ। जो मान्छेलाई चाहिँ सिट मास्क यति मनपर्छ अनि उसले चाहिँ यति धेरै सिट मास्कहरू पाइरहेको छ। दिस इज लाइक हुन्छ नि इन्सेन के। दिस इज लाइक इन्सेन। मैले सोचेकै थिइनँ कि यो सब चिज अहिले जुन मेरो लाइफमा अहिले चिजहरू भइरहेको छ नि, यो वान्स अपन अ टाइम मैले मेनिफेस्ट गरेको थिएँ। एन्ड नाउ फाइनली आई एम हियर। सो यो बक्समा चाहिँ यस्तो राम्रो क्युटवाला किचेन पनि रहेको छ, पिङ्की अनि पिङ्क बो भएको। यो चाहिँ पिङ्क कलरमा छ नि त, त्यही भएर अब मैले बोकेर क्यारी गरेर हिँड्यो भने एकदमै चाँडो मैलो हुन्छ नि त। त्यही भएर यसलाई चाहिँ म एकदमै सम्हालेर मात्रै राख्छु भनेर मैले अहिलेसम्म युजै गरेको छैन कि यो। एन्ड अर्को प्रडक्ट चाहिँ रहेको छ यो चाहिँ बिबी क्रिम रहेको छ SPF 50 वाला, जस मलाई चाहिँ यो SPF भएर पनि एकदमै राम्रो लागेको है। एन्ड अर्को प्रडक्ट चाहिँ रहेको छ यो होइन। यो चाहिँ आई डोन्ट नो यो ब्रान्डको नाम वान थिङ हो कि के हो मलाई थाहा नै भएन है। सो यो ब्रान्डको पनि प्रडक्ट चाहिँ मैले फर्स्ट टाइम पाइरहेको छु। सो आई हेभ नो आइडिया अबाउट दिस वान। सो मैले चाहिँ यसो अलिअलि रिसर्च चाहिँ गर्नुपर्ने हुन्छ। एन्ड लेट मी टेल यु गाइज होइन, मैले पनि जति पनि अब मलाई सबै ब्रान्डको बारेमा त थाहा हुँदैन नि त। अनि जुन ब्रान्डको बारेमा चाहिँ मलाई राम्रोसँग थाहा छैन, म एकदमै डिपली रिसर्च गरेर मात्रै त्यो प्रडक्टहरू चाहिँ आफूले युज गर्छु है। त्यत्तिकै हावा है ब्रान्डले पठायो भनेर चाहिँ म युज गर्दिनँ। सो अर्को चाहिँ रहेको छ यो दिस वान इज सो क्युट होइन। यो भित्र मैले ओपन गरेर हेरेको लुक। एन्ड दिस इज फ्रिकिङ सो क्युट के। यो चाहिँ उयो हो क्या, यो चाहिँ म्याट लिक्विड ब्लस हो होइन। मलाई एकदमै मनपर्ने यो, मैले ट्राई गरेँ यसको सेट। एन्ड दिस वान, यो प्रडक्टको त के कुरा गर्ने। लुक एट दिस, इट्स लुक्स लाइक केकको जस्तै छ होइन। एन्ड कस्तो क्युट के, एकदमै क्युट यसको यो डिजाइनहरू। एन्ड यो चाहिँ होइन मैले फर्स्टमा देख्दाखेरि चाहिँ के हो यो भनेर म कस्तो कन्फ्युज भएको थिएँ। तर दिस इज लिप बाम जस्तो कि। लुक एट दिस, यस्तो वाला
मैले सुरुमा फिगर आउट गर्नै सकेको थिएन यो के हो भनेर है। सो यति नै हो हेयर स्टाइलबाट पाएको चाहिँ मैले एज अ बर्थडे गिफ्ट एन्ड दिस इज ह्युज फर मी। सो मेरो आजको पिआर अनबक्सिङ भिडियो चाहिँ यति नै रहेको छ। आई जस्ट होप हजुरले मेरो आजको भिडियो इन्जोय गर्नुभयो होला है। जोस् मैले चाहिँ अब सोचिरहेको छु एभ्री मन्थको एन्डमा चाहिँ मैले यसरी नै जोस् कतिवटा पिआरहरू रिसिभ गर्छु त अनि त्यसको चाहिँ अनबक्सिङ भिडियो बनाउँछु भनेर सोचिरहेको छु। लेट मी नो हजुरलाई कस्तो लाग्छ मेरो यो आइडिया चाहिँ है। मेरो यहाँ पुरा एकदमै मेस भइसकेको छ, सब अनबक्सिङ गरेर त्यतिकै छोडेको छु नि त। थ्याङ्क यू सो मच गाइज हजुरले मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो। आई जस्ट होप अब एकदमै चाँडो हजुरहरूसँग अर्को भिडियोमा भेट हुनेछ। मैले अब चाहिँ सोचिरहेको छु अलिकति टाइम दिन्छु युट्युबको लागि, जस मैले चाहिँ टाइमै दिइरहेको छैन नि त, 3-5-6 महिना जति भइसक्यो। अबदेखि चाहिँ म अलिकति टाइम दिन्छु युट्युबमा, अलिकति भिडियोहरू रेगुलरली पोस्ट गर्छु भनेर चाहिँ सोचिरहेको छु। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो एन्ड या होप टु सी यू सुन गाइज। बाई।